अब एउटा कुरा चाहिँ नेपालको सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि नेपालमा एउटा पद्धति के छ भने जुन घोडा धेर कुद्छ त्यसकै खुट्टा काट्न खोज्ने। यो त मैदान हो हजुर, सङ्घर्ष जोसँग क्यापेसिटी छ उ त अगाडि बढ्छ। कसैले कम्प्लेन गरेर कहीँ रोक्ने ठाउँ छ त? चाइनामा त्यत्रो माओ सेतुङले एकरो गर्नु, उहाँको मृत्युपछि मात्रै अरू चिज आउनु। र यसलाई हामीले के कुरा बुझ्नुपर्छ भन्दाखेरि उहाँसँग त्यो खालको म्याचुरिटी, भिजनरी होइन, र त्यो खालको एउटा डेस्टिनेसनसम्म लिएर जाने क्यापेसिटी भएको कारणले गर्दाखेरि हामी सर्दै नेता केपी शर्मा ओलीको पक्षमा उभिएका युवाहरू हो। र उहाँले यो देशलाई जुन उहाँले ल्याउनु भएको विचार छ, सुखी नेपाल समृद्ध नेपाल, सुखी नेपाली समृद्ध नेपाल, सुन्दै कति राम्रो छ। यो कुरा प्रमाणित गर्नको लागि, यो कुरा इस्टाब्लिस गर्नको लागि हामी नितान्त उहाँको साथ, उहाँको सहयोग र उहाँलाई नेतृत्वमा रहेर उहाँले हामीलाई गाइडलाइनमा, उहाँले एज अ गार्जियन, एज अ लिडर भएर उहाँले नै काम गर्नुपर्छ भन्ने हामी युवाको माग छ। र पार्टीमा नेकपा एमालेलाई माया गर्नु हुने सम्पूर्ण नेपाली पार्टीका कार्यकर्तादेखि नेपाली जनसमुदायदेखि वी लभ केपी बा भन्ने ट्रेन्डै चलिरहेछ त हजुर। लभ जति उता छ अनि कहाँ चेन्ज हुन्छ त तपाईँले? वी लभ केपी बा हो अनि जस्तो तपाईँले भन्नुभयो बढी दौडिने घोडाको खुट्टा काटिन्छ, दौडिने घोडा छैनन् त्यसो भए? अरू आएनन्? अरू आउने आँटै गर्दैनन् किन? यस्तो बढी दौडिने छैनन्। सुन, निराजन पौडेल दौडिन सक्नुहुन्न भोलि? म दौडिन्छ हजुर, तर यस्तो दौडिने पनि एउटा समय आउँछ। एकैचोटि नर्सरीबाट +2 जान मिलेन नि त हजुर। +2 को एकैचोटि PhD लिन मिल्यो भने के हुन्छ? दुर्घटना हुन्छ। हरेक कुरा त्यसको लागि एउटा समय चाहिन्छ, त्यसको लागि त्यो खालको भिजनरी प्लान चाहिन्छ, त्यो खालको म्याचुरिटी चाहिन्छ, त्यो खालको म्यानेजमेन्ट व्यवस्थापन चाहिन्छ र सबैजनाले एउटा विश्वासको पात्र चाहिन्छ। अनि मात्रै त त्यो मान्छे एउटा लिडर भयो। एउटा सबैभन्दा कुरा के भन्दा ज्ञान होइन, आइडिया मात्रै ठुलो कुरा होइन, आइडियालाई सही ढङ्गले व्यवस्थापन गर्ने त्यो भिजन, त्यो क्यापेसिटी हुनु पर्यो नि त। अरूमा कोहीमा देखिँदैन। अहिले त के खालको हामीले देखिरहेछौँ भने कोही अब महाधिवेशन, पुराना महाधिवेशन, जनवर्गीय सङ्गठनका महाधिवेशनहरू सके, कोही चुनावमा हारेर आउनुभएको साथीहरू, एउटा मान्छेले वडा अध्यक्षलाई जिताउन नसक्ने हैसियत भएको मान्छेले पार्टीको नेतृत्व दियो भने पार्टी कहाँ पुग्ला? कुन ठाउँमा पुग्छ पार्टीको नेतृत्व? त्यो भएको कारणले गर्दा आजको केपी ओली भइन्जेलसम्म नेपालको राजनीतिकमा र नेकपा एमालेको पक्षमा उठ्न सक्ने क्षमता भएको अरू नेताहरू हामी देख्दैनौँ। र हामी जहिले पनि केपी ओलीको पक्षमा लाग्छौँ। उहाँको भिजन, उहाँको प्लान, उहाँको डेस्टिनेसनलाई हामी नितान्त फलो गर्दै र सिकिरहेको। अब कति वर्ष भन्नुहोस्? 10, 15, 20 कति वर्ष सुखी नेपाली समृद्ध नेपाल? वाउ, हेर्दा त कस्तो राम्रो नारा छ। कहिले पुरा हुन्छ भन्नुहोस् त? यो जुन अभियानमा, जुन यात्रामा हामी छौँ, अहिले नेपालमा सुरुङ मार्ग स्टार्ट भइसकेको छ।